people always have something to say. माने मान्छेले जेमा पनि तपाईलाई केही न केही कुरा भनिरहेको हुन्छ अथवा हाम्रो त्यो थिएको छ नि मान्छेले पानी पर्यो भने पनि के साह्रो पानी परेको आम्मा घाम लाग्यो भने कस्तो घाम लाग्यो आम्मा काम गर्नै नसक्ने भनेर भन्छ नि हैन अनि मान्छेमा त यस्तो प्राणी हो जसले चन्द्रमामा पनि दाग छ भनेर देखाइदिन्छ हैन भन्नुको माने चाहिँ जब एरोप्लेन बन्यो त्यति बेला चाहिँ कति मान्छेले भन्थे त्यो हावा भन्दा भारी कुरा आकाशमा आउन सक्दैन भनेर भनेको थियो रे अन्त जब गाडी बन्यो गाडी बनिँदाखेरि यो आवाज गर्ने गाडी किन हामीले रिप्लेस गर्नु हामीलाई घोडा नै ठिकै छ हैन घोडाले आवाज नगरी हिँड्छ भनेर भनेको थियो रे अनि एप्पल जुन चाहिँ फोन स्क्रिन टच जब फर्स्ट मार्केटमा आयो त्यति बेला लागेको थियो नि त्यो ब्ल्याकबेरी भन्ने फोनलाई हैन त्यो किप्याड वाला फोन चाहिँ मान्छेलाई एकदम किप्याड त्यो टच गर्दाखेरि एउटा फिलिङ आउँछ भन्ने हैन भनेर त्यो स्क्रिन टच त के हो त्यो मान्छेले चाहिँ स्क्रिनमा टच गर्छ त्यस्तो त्यसले मार्केट लिँदैन भन्ने एउटा अडान ब्ल्याकबेरीले गर्यो हैन उसले स्क्रिन टच फोन बनाएन भन्नुको माने चाहिँ मान्छेले जे कुरा गरे पनि तपाईलाई भन्छ यसको माने चाहिँ फेरि यो हैन चाहिँ तपाईको सबै आइडियाहरु तपाईले गरेको सबै कामहरु सही हो भन्ने हैन तपाईको आइडिया तपाईको जुन चाहिँ सोचाइ छ हैन त्यो विफल पनि हुन सक्छ त्यो आउने दिनमा त्यो फेलियर पनि हुन सक्छ तर भन्नुको माने चाहिँ त्यो कोसिसै नगरी मान्छेले त्यो जज गरिदिन्छ हैन कुनै पनि कुरालाई त्यसको रिजल्ट आए राम्रो भयो भने त मान्छेले त्यसलाई हैन एक्जिक्युसन जब तपाईले एक्जिक्युट गर्नुहुन्छ त्यति बेला मात्र तपाईलाई थाहा हुन्छ कि त्यो कुरा कसरी हाउ इट वर्क्स भनेर हैन तर हाम्रो मान्छे चाहिँ पहिल्यै हुँदैन त्यस्तो त हुँदैन भनेर भनिदिन्छ अनि त्यो त बिच्चाको उसले गरेकै छैन अरु कसैले त्यो भनिदिएको कुरामा उस्ते क्या कमेन्ट गरिदिन्छ त्यही भएर तपाईले केही कुरा गर्नु हुँदैछ भने सायद त्यो भोलिको दिनमा गलत नै साबित होस् हैन तर तपाईले त्यहाँबाट केही कुरा सिक्नुहुन्छ केही न केही तपाईले लेसन पाउनुहुन्छ सो पिपल अलवेज ह्याभ टु से समथिङ लोगों तो काम है हैन त्यही भएर तपाईले आफ्नो जे सोचाइ छ त्यो कुरालाई जहिले पनि गर्नुहोस् अनि त्यसको फल के हुन्छ त्यो तपाईले नै आफूले नै थाहा पाउनुहुन्छ